हेलो नमस्कार एभ्रिवान हैन आज चाहिँ सैटरडे अनि सैटरडे चाहिँ हामी यहाँ पाथिभरा मन्दिर भेरेटारको पाथिभरा मन्दिर दर्शन गर्न आएको छौँ अनि हाम्रो टोलीहरु चाहिँ अगाडि बढिसक्यो। हेलो गाइस के छ हालखबर यता हेर्दै के छ र गलेको त नि आमा गल्यो अरे चाहिँ अहिले पाथिभरा मन्दिर दर्शन गर्न अनि उकालो बाटो हिँड्दैछु। मलाई चाहिँ एकदमै धेरै गाह्रो भयो अनि मेरो देवर कान्छ हिँड्न सक्दैछौ अब त आइपुग्न आँटे। यो मेरो छोरा पो होइन स्ट्रङ भएर त कुदेको छ त राम 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 बेबी ठिक छ। पूजाको सामान किन्नु हुँदैछ यता सबैजना सर यहाँ चाहिँ जुत्ता राख्ने ठाउँ रहेछ। यहाँ जुत्ता राखेर चाहिँ हामी यहाँबाट भित्र पस्। यो चाहिँ गेट हो पाथिभरा मन्दिर प्रवेश गर्ने। अब हामी चाहिँ जाँदैछौँ। मेरो हस्बेन्डहरू चाहिँ उता पूजाको सामान किन्दै हुनुहुन्छ। खोइ सबिना आवै बात कर भी नहीं साले वाला यहाँ चाहिँ मन्दिर हो पाथिभरा मन्दिर अनि यहाँ भित्र गएर चाहिँ हामी दर्शन गर्छौँ। अहिले यहाँ चाहिँ एकदमै धेरै लाइन रहेछ। अब लाइन एकछिन वेट गरेर हामी चाहिँ जान्छौँ। यताबाट भैले 3 फोनको अब त्यहाँ पूजा गर त धुप त्यहाँ आपालाई दिनु। हामी चाहिँ लाइनमा यसरी धुवाले ग्रस्त भइरहेको छ पाथिभरा मन्दिरमा। त्यही त गर्नु पर्दैन यति लाइनहरु गर्दा हुन्छ र पूजाले भन्दै यहाँ तिमी भन्दा ठुलो मान्छेले भन्दै के हामी चाहिँ यहाँ अब मन्दिरभित्र पूजा गर्न जाँदैछौँ। अनि मेरो बाबु हस्बेन्डहरू चाहिँ यस्तो छ घामले राम्रै भिडियो नआउने के कस्तो। अनि यतातिर चाहिँ टिका लगाउनुको लाइन छ टिका लगाउनु। अब दर्शन हुन्छ यसरी। हजुरहरू सम्पूर्णलाई पनि पाथिभरा माताले रक्षा गरौँ।
नमस्ते गरौँ नमस्ते गरौँ यो पार्टी नमस्ते गरौँ नमस्ते गऱ्यो खोइ त अनि भगवानलाई के माग्नुपर्छ सक्यो साथीहरु यी देखिसक्नु भयो होला टीका पनि लगाइसके हैन उसले पनि टीका लगाइसके हल्का फोटो सोटो खिच्यौं अनि भिडियो थोरै थोरै बनायौं हैन अब चाहिँ हामी दर्शन पाथिभरा माताको दर्शन गरिओरिकन घर लाग्दैछौं अनि हाम्रो ग्रुप चाहिँ अगाडि बढिसक्नु भएको छ कि त्यहाँ गएर पनि भिडियो बनाउँछु है त हजुरहरु सम्पूर्णलाई पनि पाथिभरा माताले रक्षा गरून् हजुरहरुको मनोकांक्षा पूरा होस् भन्दै हाम्रो भिडियो यही अन्त्य हुन्छ र हाम्रो ग्रुपको गएर अहिले हल्का लिन्छु अनि त्यसपछि एन्डिङ हामीले चाहिँ पाथिभरा माताको दर्शन गरिसक्यौं साथीहरु पाथिभरा माता चाहिँ यता माथि यो मन्दिर हो भने यहाँ देखिराख्नु भएको यो पाथिभरा मन्दिर हो भने यसको ठ्याक्कै अपोजिटमा चाहिँ यहाँ शिव मन्दिर पनि छ शिवालय मन्दिर अनि शिवालय मन्दिरको पनि हामीले अहिले शिव पार्वतीको भित्र दर्शन गरिसकेर यहाँ चाहिँ भित्र चाहिँ झ्याम्टा हैन अनि ढोलहरु के रहेछ अब भगवानलाई खुसी बनाउने हैन अनि त्यो रहेछ अनि हामीले चाहिँ यहाँ दुईजनाले पूजा गरिसकेर निस्क्यौं र हल्का भिडियो गर्दैछु साथीहरु यहाँ चाहिँ यतापट्टि शिवालय मन्दिर छ भने यसको ठ्याक्कै अपोजिटमा चाहिँ पाथिभरा मन्दिर साथीहरु कस्तो शीतल हामी तल इटरीबाट आएर यहाँ त यति धेरै रमाइलो यति धेरै शीतल लागिरहेको छ पाथिभरा मन्दिर भर्दैन आमा के हो आपा छोराको पालो छोरा ठग्दैछ नि अघि त कस्तो मजाले हिँडेर आएको हैन ठग्दैछ नि पर गीत गाउँदैछ गीत सुन्नु पर्थ्यो साथीहरु हामी चाहिँ मन्दिरको दर्शन गरिओरिकन अहिले चाहिँ खाना खाएर फेरि तलको संघमूल मन्दिर चाहिँ आएर हल्का हामी चिसो हावा खाँदैछौँ अनि यति धेरै भिड छ है यता दर्शकहरू यति धेरै भिड छ आज यो चाहिँ शङ्खमूल मन्दिर हो साथीहरु यहाँ चाहिँ भित्र शिवजीको मन्दिर छ यो भित्र चाहिँ अनि हजुरहरुलाई म देखाउन गइरहेको छु है त कस्तो छ भनेर शङ्खमूल मन्दिर यहाँ भित्र चाहिँ शिवजी भगवानको मूर्ति छ अनि यता चाहिँ सबै गणेश भगवान बुद्ध कस्तो शीतल छ कि यहाँ त गाडीको जाम यति धेरै गाडीको जाम छ आज शनिबार भएकोले गर्दाखेरि भिडभाड
धेरै धरानसम्म रिजर्भ हामी आउने बाटो कति धेरै भिड यहाँ चाहिँ पुरै जाम हुन्छ आज शनिबार भएकोले गर्दाखेरि पनि होला सबैको छुट्टी हो नि त हामी पनि तल नमस्ते झर्नासम्म जाने भनेको नमस्ते झर्नासम्म जान आज सकिला जस्तो छैन आज शनिबार भेटारमा चाहिँ आम्मामा भिड जाम यस्तो जाम भइरहेछ है साथी हो है भेटारमा चाहिँ